नमस्कार। आउनुहोस् एकछिन सबै तन्त्रलाई छोडेर देशको बारेमा कुरा है। के लाग्छ तपाईँलाई, के लाग्छ देश बिगार्ने कुनै तन्त्र या शिक्षा? के कारणले देश बिग्रेको हुनसक्छ? नेपाल बनाउन अहिले कुनै तन्त्रको आवश्यकता छ अथवा कुनै तन्त्रको कमजोरी छ या शिक्षा नीतिको आवश्यकता छ? नेपालको इतिहास धेरै पुरानो छ। लिच्छविकाल, मल्लकाल, राणाकाल, शाहवंशी राजा प्रणाली, प्रजातन्त्र, बहुदलीय प्रजातन्त्र, पछि अहिले लोकतन्त्रमा छ। यत्रो लामो इतिहास भएर यतिका तन्त्रहरू परिवर्तन हुँदा पनि देशको अवस्था अझै पनि त्यो 19औं शताब्दी बराबरको किन छ त? केले रोकेको छ त? आखिर देश विकास कुन तन्त्रले रोकेको छ? अहिले देशमा मतभेद भइरहँदा कुन तन्त्र, अहिले गणतन्त्र अथवा राजसंस्था, म चाहिँ कुन तन्त्र हो भन्ने अहिले छुट्याउन नै एकदम गाह्रो छ क्या। म चाहिँ कसको सपोर्ट गर्नु त? अब विश्व इतिहासलाई हेर्ने हो भनेपछि गणतन्त्र उत्कृष्ट व्यवस्था हो पनि, अथवा राजा भएका देशहरू पनि कति एउटा लेभलमा चाहिँ विकसित देशहरू छन्, तिनीहरूको पनि व्यवस्था राजाले पनि भनेको मतलब खासमा देश विकास हुने तन्त्रले त रोक्दैन रहेछ नि त। जुनसुकै तन्त्र भने के चाहिँदो रहेछ? मलाई चाहिँ लाग्छ देश विकास नहुनुको प्रमुख कारण चाहिँ शिक्षा चाहिँ हुनसक्छ। किनकि नेपालमा शिक्षा छैन। नेपालमा व्यक्ति शिक्षित व्यक्ति पनि छैन। फेरि तपाईँ भन्नुहुन्छ होला मैले त 12 पढेको, 15 पढेको, 16 पढेको, 17 पढेको, मैले पनि 12 पढेको। तर म शिक्षित होइन, म साक्षर। साक्षर र शिक्षित दुईवटा फरक कुराहरू। साक्षर भनेको के हो भने चाहिँ तपाईँको दैनिक जीवनमा आवश्यक पर्ने सामान्य लेखपढ गर्न जान्ने र दैनिक जीवनमा आवश्यक पर्ने सामान्य कुराहरूको ज्ञान भएको, गणितीय हिसाब किताबको ज्ञान भएको, त्यो भनेको साक्षर हुन्छ। शिक्षित भनेको के हो? शिक्षित भनेको चाहिँ तपाईँको औपचारिक शिक्षा हासिल गरेको पनि हुन्छ, प्लस अब त्यसलाई व्यवहारिक, त्यो सिकेको ज्ञानलाई चाहिँ व्यवहारमा कसरी उतार्ने, प्लस सामाजिक सुधारको पनि त्यसमा हुन्छ। त्यसलाई चाहिँ अब समाजलाई सुधार गर्न आउने नीति नियमहरू बनाउने काम पनि त्यो शिक्षित व्यक्तिले गर्न सक्छ। एउटा चेतना हुन्छ। शिक्षित व्यक्तिमा के हुन्छ? चेतना हुन्छ। केही सही केही गलत भनेर छुट्याउन सक्ने विवेक हुन्छ। त्यो अधिकांश नेपालीहरूमा कम छ। तिनीहरू पढेका त छन्, जस्तै मैले पढेको त छु, तर म सिर्फ साक्षरताको पढाइ गरेर आएको छु, न कि शिक्षित। नेपालको शिक्षाले के सिकाउँछ? नेपालको शिक्षाले कहिले राष्ट्र, देश भन्ने कुरा, देशलाई पहिलो नम्बरमा राख्नुपर्छ भन्ने कुरा नेपालको शिक्षाले कहिले सिकाउने? तपाईँ विश्व इतिहासको जुनसुकै देशको पनि तपाईँ अब नेपाली विद्यार्थीहरू पढ्न विभिन्न देशहरूमा गइरहेका हुन्छन्, तिनीहरूलाई सोध्नु प्रत्येक देशको शिक्षा प्रणालीमा देश चाहिँ पहिलो नम्बरमा आउँछ कि देन अरू कुराहरू आउने हो। तर नेपालमा त्यो छँदै छैन। त्यो कहिले सिक्ने हो? देश प्रेम, राष्ट्र प्रेम खै छँदै छैन कि नेपाली शिक्षामा। शिक्षा प्रणाली, नेपालको शिक्षा प्रणाली यति घटिया छ होइन। नेपालको शिक्षाले के सिकाउँछ? नेपालको शिक्षाले सिर्फ देशलाई बिगार्न सिकाउँछ, ढुङ्गा हान्न सिकाउँछ, नेताको चाकरी गर्न सिकाउँछ र मान्छेलाई बाहिर गएर पेट पाल्न अथवा गुजार गर्न सिकाउँछ। आफ्नो देशमा गएको स्रोत साधन खोजी गर्ने छ नेपालको शिक्षामा? छैन। देश सुधार गर्ने, देशको नियम कानुनको बारेमा छ कि? काहीँ पढाइ हुन्छ त्यसको? हुँदैन, छैन। अर्को कुरा, नेपालको शिक्षामा एउटा के पनि छ भने राजनीतिकरण के? विद्यार्थीमा राजनीति, शिक्षकमा राजनीति, विद्यार्थी व्यवस्थापन समितिमा राजनीति, शिक्षक सङ्घमा राजनीति। नेपालको हरेक क्षेत्रमा राजनीति चाहिँ किन छ कि? राजनीति सीमित ठाउँमा हुनुपर्ने होइन। शिक्षामा राजनीति गर्न जरुरी छ? छैन। देश बिग्रिनुको प्रमुख कारण राजनीति हो। शिक्षा नीति नराम्रो हुनु, नत्र देश विकास हुनु जुनसुकै तन्त्रले रोक्दैन। तपाईँ अहिलेको आजको 21औं शताब्दीमा हेर्ने हो भने विश्वका यस्ता देशहरू, गणतान्त्रिक देशहरू छन् जुन एकदम डेभलप भइसकेका छन्। यस्ता राजतन्त्र, सक्रिय राजतन्त्र भएका देशहरू पनि छन् जुन एकदमै विकसित भइसकेका छन्। तिनीहरूलाई कुनै तन्त्रले रोक्दैन। रोक्छ त केवल ज्ञानले, शिक्षाले। यसमा नेताले नै रोक्दैन, सिर्फ जनताले रोक्छ। शिक्षित जनताले रोक्छ। किनभने अब अहिले नेपालमा के छ? अब केपी ओलीले के भन्छ? भारत पाकिस्तानको युद्ध हामी रोक्यो भन्दा ताली पिड्नुपर्ने अवस्था छ। हाम्रो स्पेसको ठाउँ नै, स्पेस स्टेसनको ठाउँ नै गायब भयो, हामीले खोजेर ल्यायौँ भन्दा नि ताली पिड्नुपर्ने अवस्था छ होइन। केराको पालन गरौँ भन्दा नि ताली पिड्नुपर्ने अवस्था छ, अथवा मरिचको रुख भन्दा नि ताली पिड्नुपर्ने अवस्था छ, पानी जहाज भन्दा पनि ताली पिड्ने अवस्था छ, ग्यास लाइन भन्दा पनि ताली पिड्नुपर्ने अवस्था छ। एनालाइसिस गर्ने चाहिँ कसले कि? कहिले एनालाइसिस? त्यो भनेको कुरा सम्भव पनि छ कि छैन भनेर चाहिँ एनालाइसिस कसले गर्ने क्या?
कहिले गर्ने त्यो चेतना चाहिँ हामीमा कहिले आउँछ कि त्यहीँनिर हामी अशिक्षित छौँ क्या हामीले स्कुल त गयौँ तर हामीले शिक्षा ज्ञान हासिल गरेनौँ हामीमा यतिको क्षमता त हुनु पऱ्यो एनालाइसिस गर्ने यसले सही भन्दैछ गलत भन्दैछ यो राष्ट्रको हितमा छैन गर्न सकिन्छ सकिँदैन हुँदैन सम्भवै नभएका कुराहरूमा ताली पिट्दिनु पर्ने हुँदैछ कि सम्भवै नभएको कुरा देश विकास हुन्छ त अब यदि साँच्चीकै देश बनाउने नै पछि लागेको भनेपछि सबैभन्दा पहिले त मेरो अनुभव दाजुहरू हो झोला बोल्नु छोड्नुहोस् जे कुरामा नि हग्दाखेरि पनि ताली पिट्नु मुद्दाखेरि पनि ताली पिट्नु यस्तो भन्दा पनि ताली पिट्ने उस्तो भन्दा पनि ताली पिट्ने सबभन्दा पहिले छोड्दै हुनेको थियो किनभने तिनीलाई प्रोत्साहन गर्ने नै हामीले छ कि हाम्रो तालीले उनी अझ उत्सुक हुन्छन् अझ उनी प्रेरित हुन्छन् अझ जे गरेँ मैले गरेँ म जस्तो कसैले गर्न सकेन भन्ने उनमा चाहिँ एउटा के हुन्छ भने अझ गर्ने आँट आउँछ कि तिनमा ताली नै त्यस्तो भन्ने बेला मान्छेहरू चुप्प लाग्दियो ताली नपिट्दो तिनको भाषण छोडेर भागिदियो त अर्कोचोटि अलिकति होस पुऱ्याउँछ है यस्तो त नबोल्नु पर्ने रहेछ यस्तो त नगर्नु पर्ने रहेछ नेतामा यतिको डर चाहिँ हुनुपर्छ यो 5 वर्षमा मैले काम गर्ने भने अर्को 5 वर्षमा म जित्न गाह्रो छ है एउटा काम चाहिँ राम्रो गर्नै पर्छ भन्ने चाहिँ हुनुपर्छ जुन चाहिँ नेपालमा छँदैछ उनी ढुक्क छन् हामीले केही गरौँ नगरौँ अर्कोचोटि आउने हामी नै हो किनभने उनले व्यवस्था त्यस्तै बनाएको छ प्रत्यक्षबाट नआयो समानुपातिकबाट नआयो कता कताबाट राष्ट्रपतिमा आउँछन् अर्को अब नेपालको हायरिङ प्रणाली तपाईँलाई थाहा छँदैछ सो भएको हुनाले यदि साँच्चीकै देश बनाउने हो भने त सबभन्दा पहिले झोला बोल्नु छोडौँ तन्त्रको कुरा पछि गरौँ होला पहिले चेतनाको कुरा गरौँ ज्ञानको कुरा गरौँ शिक्षाको कुरा गरौँ एनालाइसिसको कुरा गरौँ अनि देन तन्त्र खोजौँला कुन तन्त्र चाहिने कुन व्यक्ति चाहिने अब होइन यत्तिकै अब यो हिउँदो निकाल्यो राजतन्त्र जिन्दाबाद भनेर अर्को हिउँदो निकाल्यो गणतन्त्र जिन्दाबाद भनेर अर्को हिउँदोमा चुनाव आउँछ त्यहाँ मासु भात खायो यस्तो नै धकेल्ने हो भने देशको अस्तित्व त सिद्धिन्छ त्यो त स्योर हो है देश त डुब्छ त्यसपछि अस्तित्व नै सिद्धिन्छ तपाईँहरूको के हुन्छ हाम्रो के हुन्छ त्यो विचार गर्नु होला नमस्कार जय नेपाल